अख्तियारको शाखा इटहरीले चाहिँ धरान उपमहानगरपालिकामा अनुसन्धानको लागि आउने भनेर पत्र पठाइराखेको छ। र म चाहिँ के भन्न चाहन्छु भने आउनुहोस्, आएर सुरुमा मलाई भेट्नुहोस् हैन। मलाई नभेटिकन तपाईहरु यता त्यता छिर्नु थाल्नुभयो भने फेरि त्यहाँ त्यो अलिकति हैन अपमानित बन्नुपर्ने स्थिति पनि आउन सक्छ। त्यसले गर्दाखेरि सुरुमा मलाई भेट्नुहोस्। अब मेरो एगेन्स्टमा चाहिँ अब श्रमदान किन गराएको, पार्क किन बनाएको भन्ने खालकोहरु थुप्रो आइरहन्छ र त्यही कुराहरु लिएर तपाईहरु आउने होला अहिले हैन। ठीक छ, आउनुहोस्। तर आउनु भन्दा पहिला चाहिँ त्यो मैले पठाएको छु। अब त्यो मेरो एगेन्स्टमा चाहिँ बिना नामको बेनामी हुजुरीहरु छन् हैन। मैले चाहिँ बकायदा धरान उपमहानगरपालिकाको आधिकारिक लेटर प्याडमै चलानी नम्बर, दर्ता नम्बर सबै गरेर चाहिँ तपाईहरुलाई पत्र मैले उजुरी लगाएको छु। यो एडीबीबाट ऋण लिएर पहिला यो खानेपानी के कुरामा चाहिँ हैन घोटाला भएको हो भनेर हामीले अब थुप्रै पहिला म अभियानको क्रममा पनि मैले थुप्रो उजुरी लाएँ। त्यो माथि चाहिँ के अरे कुनै किसिमको सुनवाई छानबिन केही पनि अनुसन्धान गर्नु भएन तपाईहरुले। र अहिले पनि मैले चाहिँ गरेको छु। यो चाहिँ नि पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्मा भन्ने मान्छे होला, उसको नाम चाहिँ, उसले चाहिँ टिभी टुडेमा अभिव्यक्त गरेको छ 150 करोड भनेको छ। र त्यो सबै हेर्दाखेरि चाहिँ त्यहाँनिर म अस्ति मैले त्यो पत्रमै लेखेको छु। लगभग उसको अभिव्यक्ति अनुसार चाहिँ 22 करोड रुपियाँ चाहिँ हिनामिना भएको देखिन्छ। र त्यो भएको कारणले गर्दाखेरि त्यता खोज्नु भनेर मैले एउटा पत्र लगाएको छु। त्यसको उत्तर पनि लिएर आउनु हैन त्यो आएको दिन। अनि अर्को चाहिँ अहिलेको प्रदेशको भौतिक पूर्वाधार मन्त्री उहाँले चाहिँ धरानमा रातिको 2-3 बजीतिर हैन, रातिको 2-3 बजीतिर चाहिँ कालो पत्रे गराइराख्नु भएको थियो भन्ने चाहिँ नि आयो। र यो आइसकेपछि चाहिँ राति त्यत्रो काम गर्नुपर्ने आवश्यकता के थियो, त्यत्रो ताउती के थियो, त्यो पनि पत्ता लगाउनु होला भनेर थिएँ। यो दुईटा पत्र चाहिँ कहाँ तपाईहरुले कहाँसम्म अनुसन्धान गर्नुभयो त्यो अनुसन्धानको रिजल्ट पनि लिएर आउनु है। होइन भने चाहिँ अब अलिकति छुचो बोल्नुपर्छ होला मैले पनि जस्तो लाग्छ। के छ फोन त तपाईहरुको है।